नमस्ते। दि आइटिके पोडकास्टको नयाँ अङ्कमा यहाँहरूलाई स्वागत छ। दि आइटिके पोडकास्टको यस अघिको अङ्कमा मैले भदौ 23 र 24मा नेपालमा भएको जेएनजी आन्दोलनका प्रवृत्तिहरूबारे चर्चा गर्न गइरहेको थिएँ। आजको अङ्कमा मैले जेएनजी आन्दोलनका एकजना प्रमुख पात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भूमिका र त्यसपछि पनि उनले खेलेको भूमिकाबारे चर्चा गर्ने प्रयास गरेको छु। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हामी धेरैले चिनेका छौँ। उहाँ कम बोल्नुहुन्छ, तर उहाँले मौनताबाट नै धेरै काम गर्नुहुन्छ। पब्लिकमा कम बोल्नुहुन्छ र सोसल मिडियामा धेरै बोल्नुहुन्छ। उहाँले अक्सर मध्यरातमा एकदम आक्रामक फेसबुक स्ट्याटसहरू लेख्नुहुन्छ। त्यसबाट उत्पन्न हुने क्रिया प्रतिक्रियाको उत्तर दिन भने उहाँहरूले सेनामेना खटाउनुहुन्छ। वा देश विदेशमा रहेका साइबर सेनाहरूले त्यो जिम्मेवारी स्वतस्फूर्त रूपमा वफादारीपूर्वक निभाउँछन्। स्ट्याटस मार्फत झुल्किने उहाँ फेरि कैयौँ दिन गायब हुनुहुन्छ। सोही क्रममा हालै उहाँले फेसबुक मार्फत नेपालका सबै प्रमुख दल र मित्र राष्ट्रहरूको नामै लिएर छाडागाली गर्नुभयो। सदा झैँ उहाँको स्ट्याटस सोसल मिडियामा चर्चाको विषय त भयो, तर यसअघि अथवा जेएनजी आन्दोलन अगाडि चाहिँ जुन प्रकारको भक्तिभाव उहाँकोमा देखिन्थ्यो, यसपटक चाहिँ केही आलोचनाहरू पनि देखिएका छन्। बालेन शाहको तानाशाही शासक बन्ने आकांक्षा अब सम्भवतः कसैबाट लुकेको छैन। उहाँका विभिन्न अन्तर्क्रिया भाषणहरूमा बाट प्रस्तुत हुँदै आइरहेको छ। उहाँलाई जेएनजी आन्दोलनले जोखिम मोलेर नेतृत्व गर्ने अवसर अभूतपूर्व मौका पनि दिएको थियो। तर उहाँ देशमै रहेर सडकमै उत्रेर आन्दोलन गर्ने अथवा विदेशबाट सोसल मिडिया मार्फत आन्दोलन गरिरहेका जेएनजी र तिनका दाजुभाइ दिदीबहिनीहरूको समेत यो आन्दोलनलाई टुङ्गोमा पुर्याउन पहिलो रजाइ हुनुहुन्थ्यो। यद्यपि यो परिस्थितिलाई सामना गर्ने र मौकामा जोखिम मोलेर आँट गर्न चाहिँ उहाँले सक्नु भएन। सम्भवतः यही कारणले हुनसक्छ उहाँ त्यसपछिको अवस्थामा अलिक बढी बेचैन जस्तो देख्नुहुन्छ। मलाई लाग्छ उहाँलाई निद्रा लाग्दैन, त्यसै कारण उहाँले मध्यरातमा एउटा धेरैजसो मध्यरातमा उहाँले आफ्नो सोसल मिडियामा अभिव्यक्ति गरेर छोड्नुहुन्छ। अब यसरी हेर्दाखेरि चाहिँ उहाँलाई यो आफ्नो एउटा व्यक्तिगत असफलता त छँदैछ। भदौ 23-24को आन्दोलन पछिको सङ्क्रमणलाई पार लगाउन नेतृत्व लिन नसकेको, त्यसकारण त्योभन्दा पनि बढी चाहिँ पश्चातापको कारणले निद्रा नलागेको हो कि भन्ने चाहिँ मलाई लाग्छ। कलिला जेएनजीको काँधमा बन्दुक राखेर उहाँले चलाएको बन्दुकले जुन मुलुकलाई क्षति गर्यो, सायद त्यसप्रतिको गहिरो पश्चातापले उहाँ सुत्न सक्नु होला जस्तो चाहिँ मलाई लाग्छ। त्यसै कारण उहाँ मध्यरातमा उठेर उग्र पोस्ट गर्नुहुन्छ। उहाँले जेएनजीको काँधमा राखेर चलाएको बन्दुकले नेपाल मुलुकलाई के क्षति गर्यो, एकचोटि त्यसबारे चर्चा गरौँ है त। जस्तो कि उहाँको उक्साहट वा मौन समर्थनमा भदौ 24 गते जुन तहको विप्लव भयो यो मुलुकमा, त्यसले नेपाल राज्यको शरीर मानिने संरचनाहरू छिया पारिदियो। माओवादी युद्धले समेत गर्न नसकेको ध्वंस यसले गर्यो। नागरिक सर्वोच्चता, जनताको प्रतिनिधित्व र कानुनी शासनका सम्पूर्ण अवयवहरूमाथि आक्रमण गरियो। सङ्घीय तहमा अब हामी सबैले थाहा छ कार्यपालिका भवन अर्थात् सिंहदरबार, न्यायपालिका भवन अथवा सर्वोच्च अदालत र व्यवस्थापिका भवन अर्थात् संसद भवन मात्र जलेनन्। नेपाल प्रहरीका तमाम कार्यालयहरू जले। महान्यायाधिवक्तादेखि सरकारी वकिलसम्मका कार्यालयहरू जले। यी चाहिँ कार्यपालिकाका एउटा आफ्नो सेवा प्रसार गर्ने निकायहरू थिए भने न्यायपालिका अन्तर्गतका अदालतहरू पनि सबै तमाम गरिए। तत्त संस्थाहरूमा नेतृत्व गर्ने व्यक्तिका निवासहरू समेत आगजनी, तोडफोड र लुटपाट गरियो र यसबाट दीर्घकालीन एउटा सङ्केत पनि दिन खोजियो कि खबरदार भनेर एउटा धम्कीपूर्ण रूपमा चाहिँ सन्देश चाहिँ दिन खोजेको देखिन्छ। यो विध्वंसक महामारी चाहिँ क्षणभरमा देशभर फैलियो र यो चाहिँ प्रदेशसम्म पुग्यो। प्रदेशमा पनि हामीसँग अहिले व्यवस्थापिका र कार्यपालिका छन्। न्यायपालिकाका अथवा अदालतहरू जिल्ला तहसम्म छन्। प्रदेश सभाका लगभग सबै प्रदेश सभा भवनहरू, मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरूमा समेत आगजनी गरियो। मलाई लाग्छ प्रदेश सभा कार्यालयहरूमा जोगिएको चाहिँ लुम्बिनी प्रदेशको मुख्यालय जुन चाहिँ भालुबाङमा अहिले नवनिर्मित भएर पूर्ण रूपमा सञ्चालन नसकेको कारणले र त्यहाँका स्थानीयहरूको तदारुकताले पनि जोगिएको छ। नत्र अरू सबै प्रदेश सरकारका कार्यालयहरूमा चाहिँ आगजनी, तोडफोड र लुटपाट भएको छ।
सबैभन्दा दुःखद कुरा चाहिँ के भयो भने जनताको लागि सबैभन्दा नजिकबाट सेवा दिने स्थानीय तहका कार्यालय मात्रै होइन वडा कार्यालयहरूसम्म यो महामारीमा लपेटिए। राज्य सञ्चालनका लागि आर्थिक आड भरोसा दिने जुन एउटा भरोसा दिने हो आर्थिक रूपमा कर तिरेर रोजगारी सिर्जना गरे त्यो निजी क्षेत्र समेत आक्रमणको तारोमा पर्यो। नागरिक सत्ताका सर्वोच्च प्रतिनिधि राष्ट्रपतिको कार्यालय र निवासमा समेत आक्रमण गरियो। यसरी नेपाल राज्यले आफ्नो उपस्थिति देखाउन र जनतालाई सेवा दिन जति पनि संरचनाहरू खडा गरेको हुन्छ ती सबै क्षणभरमै खरानी र भग्नावशेषमा परिणत भए। यसरी चाहिँ नेपाल राज्यको जुन शरीर हो, जुन बाह्य उसले आफ्नो सेवा दिनको लागि सिर्जना गरेका अङ्गहरू छन् ती सबैमाथि चाहिँ आक्रमण भयो र खण्डित गरिए। अब एकछिन आउनुहोस् यसले चाहिँ नेपाल राष्ट्रको आत्मामा कसरी प्रहार गर्यो भन्ने बारे चर्चा गरौँ। यो जुन भदौ 24 को विप्लव विशेष गरी त्यो चाहिँ यो भौतिक आक्रमणमा मात्रै सीमित भएन। देश डढिरहेकै बेला बालेनभित्रको तानाशाही रुझान फ्याट्ट बाहिर निस्केर फरमान जारी गर्यो कि जेनजीले सेनापतिसित कुरा गर्नु। प्रतिनिधिमूलक नागरिक शासन नेपाल मात्रै होइन कुनै पनि आधुनिक राष्ट्र राज्यको प्राण हो, आत्मा हो। अब तत्कालीन शासकको हट त्यसलाई हामीले भदौ 23 को लागि जुन जिम्मेदार छ तिनीहरूलाई हामीले नकारेका छैनौँ। त्यो जिम्मेदारी उनीहरूले लिनै पर्छ र सजाय भोग्नै पर्छ भनिरहेका छौँ। ती शासकको हट वा असफलता बस एउटा सरकार विरुद्ध विद्रोह भएको हो। त्यो भदौ 23 र 24 को हामीले स्मरण गर्ने हो भने त्यसको जम्मा दुईटा माग थिए। एउटा चाहिँ सामाजिक मिडियामाथि सोसल मिडियामाथि लगाएको प्रतिबन्ध हटाउनु पर्यो र भ्रष्टाचारको चाहिँ अन्त्य गर्नु पर्यो भन्ने थियो। तर र यो व्यवस्थामाथि नै आक्रमण गर्ने यो तमाम खलबलाउने भन्ने माग चाहिँ जेनजीको सुरुमा पनि थिएन, आन्दोलन लगत्तै पनि थिएन र अहिले पनि होइन। र केही जेनजीका प्रतिनिधिहरूले चाहिँ कार्यकारी प्रमुख भनेर चाहिँ गाईगुई सुनिए पनि समग्र जेनजी आन्दोलनको त्यो माग चाहिँ साझा माग थिएन भन्ने कुरा चाहिँ प्रश्न छ। जसले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरिरहेका छन् तिनले पनि अहिलेको संविधानलाई च्याचुत पारेर होइन कि संविधान संशोधन गरेर वैध विधिबाट नै त्यहाँ पुग्ने लक्ष्य चाहिँ राखेका छन्। अर्थात् जेनजीको पुस्ता बरु यो संविधानलाई सकेसम्म कम क्षति बनाएर यही संविधानभित्रैबाट समाधान खोज्ने तर्फ चाहिँ उद्यत देखिन्छ। भदौ 24 पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। भदौ 24 को अपराह्न 2 बजीतिर उहाँले राजीनामा दिएको समाचार बाहिर आएको थियो। त्यसपछि पनि नागरिक सत्ताका सर्वोच्च प्रतिनिधि राष्ट्रपति कायमै हुनुहुन्थ्यो। त्यस्तो अवस्थामा राष्ट्रपतिलाई छोडेर सेनासित वार्ता गर्न जाऊ भन्ने फरमानले नागरिक सर्वोच्चताप्रति चाहिँ बालेनको अरुचि प्रष्ट गर्दछ। अझ पर्दा पछाडिबाट छद्म भेषमा आन्दोलन हाकेर उहाँले चाहिँ नेपाल राज्य र यसका जनताले आफ्नो भविष्यबारे आफै निर्णय गर्न सक्छन् भन्ने विश्वास समेत खण्डित गरिदिनु। त्यो चाहिँ त्यो प्राण चाहिँ त्यो हो। राज्यको प्राण भनेको हामीले हाम्रो देशको भविष्यबारे आफै निर्णय गर्न सक्छौँ भन्ने जुन विश्वास छ त्यसले चाहिँ प्राण भर्ने हो। अब उहाँले चाहिँ त्यो छद्म रूपमा आन्दोलन सञ्चालन गरेर केही घण्टामा एक दुईवटा सोसल मिडिया मार्फत आफ्नो कुराहरू भन्ने र त्यसपछि गायब हुने त्यो हिसाबले गर्दा यो आन्दोलन नै कसको नियन्त्रणमा भएको भन्ने एउटा प्रश्न जुन उठाइदियो त्यसले गर्दा चाहिँ हाम्रो आत्मविश्वास यो राज्यको निर्णय हामी आफै गर्दैछौँ कि अरू कसैले गर्छ भन्ने एउटा ठुलो आशंका पैदा गरिदियो र त्यसरी चाहिँ प्राणमा चाहिँ आक्रमण भयो। अर्थात् चाहिँ उहाँले नागरिक नियन्त्रणको अन्तिम आधार जो राष्ट्रपति हुनुहुन्थ्यो उहाँलाई पनि उहाँले अवज्ञा गर्नुभयो र नेपालीहरूको सामूहिक आत्मविश्वास जुन छ हामीले आफ्नो निर्णय आफै गर्न सक्छौँ आफ्नो देशको भविष्यबारे भन्ने त्यसलाई समेत चाहिँ खण्डित गरिदिनु भयो। यसरी चाहिँ बालेनका भदौ 23-24 अथवा त्यसको वरिपरिका क्रियाकलापले चाहिँ नेपाल राष्ट्रको शरीर र प्राणलाई नै खण्डित गरिदिएका छन्। अब बालेनको छद्म खेल चाहिँ अझै पनि टुङ्गिएको छैन। अघि मैले माथि उल्लेख गरेको केही दिन अगाडिको नेपालका सबै दल र हाम्रा छिमेकी मित्र राष्ट्रहरूलाई गाली गरेर आएको स्ट्याटस पनि सम्भवतः त्यसैको एउटा पहलु हो। संविधान र नागरिक सर्वोच्चतालाई उपेक्षा गर्दा आउन सक्ने जोखिम बुझेर नै बरु जेनजी प्रतिनिधिहरूले त्यतिखेर भदौ 24 पछि चाहिँ राष्ट्रपतिको सोधखोज गरे। अन्ततः उहाँकै संरक्षकत्वमा संक्रमणलाई पार लगाउन अन्तरिम सरकार गठनका लागि पहल गरे
र यो सङ्क्रमण टुङ्ग्याउन उहाँहरू चाहिँ बरु फागुन 21 मा चुनाव गरेर यो सङ्क्रमण टुङ्ग्याउन चाहिँ प्रतिबद्ध देखिनु भएको छ। तर बालेन भने सङ्कटको बेला जोखिम लिएर समग्र जेन्जी आन्दोलनको नेता बन्ने अभूतपूर्व अवसर त उहाँले गुमाउनु नै भयो। त्यति मात्र होइन, कलेजको राजनीति समेत बिस्तारै सिक्दै गरेका कलिला युवा युवतीहरूलाई सेनासित वार्ता गर्न पठाउनु भयो। मध्यरातमा सेनाको मुख्यालयमा लगेर सेनापतिसँग कुरा गर्नु पर्दाको त्यो डर, भय, अनिश्चितता चाहिँ तत्कालीन जेन्जी प्रतिनिधिले विभिन्न समयमा व्यक्त पनि गरेका छन्। त्यस कारणले गर्दा उहाँले मलाई लाग्छ एक हिसाबले त्यही जेन्जीका प्रतिनिधिहरूलाई पनि उहाँले एउटा खतराको बाटोमा चाहिँ हालिदिनु भएको हो। र त्यसपछि बनेको सरकारको समेत उहाँले अपनत्व खासै लिनुभएको छैन। यसबाट प्रश्न के हुन्छ भने उहाँले कुरेर बस्नु भएको छ, माछा परे दुलाभित्र हात, सर्प परे दुला बाहिर हात। र यी कुरा बिस्तारै प्रष्ट हुँदै गइरहेका पनि छन्। समग्र जेन्जी आन्दोलन नै बालेनबाट टाढिएर लोकतान्त्रिक मूल्य मान्यता र सामूहिक नेतृत्वको झण्डा मुनि सम्हालिने प्रयास गर्दैछन्। पुराना दलहरू पनि धुलो टकटकाएर उठ्ने जेन्जी आन्दोलनका मागलाई कसै गरी सम्बोधन गर्ने, पार्टीभित्र सुधार गर्ने प्रयास गर्न खोजिरहेका छन्। यस्तोमा बालेन चक्रवर्ती नेताको रूपमा उदाएर कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति बन्ने बाटो कसरी खुल्ला र? उहाँलाई कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति बनाइदिन अर्कोले एजेन्डा लिएर किन जाला? त्यसैले विगतप्रतिको पश्चाताप र भविष्यप्रतिको भयानक अनिश्चितताले गर्दा सायद बालेनलाई निद्रा लाग्दैन र उहाँ मध्यरातमा उठेर त्यस्तो आक्रामक ट्विटहरू लेख्नुहुन्छ, आक्रामक फेसबुक पोस्टहरू गर्नुहुन्छ। र अहिलेको उहाँको त्यो व्यवहार भनेको चाहिँ खालि बर्बराहट जस्तो मात्रै सुनिएको छ। अब इतिहासको जुन एकदम सङ्गीन सङ्क्रमणबाट गुज्रिरहेको मुलुकलाई सम्हाल्न जेन्जी पुस्ता समेत सुविचारित ढङ्गले अहिले अगाडि बढिरहेको छ। यो संविधानलाई च्याचुत पार्दा आउन सक्ने भयानक अनिश्चितता, विभिन्न समूहहरू बीच उत्पन्न हुन सक्ने अन्त्यहीन द्वन्द्व श्रृङ्खला, जसलाई हामीले भर्खरै एक दशक अगाडि मात्रै ठुलो अनिश्चितता मार्फत चाहिँ यो 2072 सालमा संविधान बनाउन सफल भएका थियौँ। त्यसका यो संविधानलाई च्याचुत पार्दा फेरि ती द्वन्द्वहरू चाहिँ पुनः सतहमा आउने नै छन्। र प्रतिगमनको जोखिम बुझेर जेन्जी पुस्ता पनि यही संविधान अन्तर्गत र यही संविधानको परिधिभित्रबाट परिवर्तन खोज्नेतर्फ लक्षित भएको देखिन्छ। र जेन्जी आन्दोलनको बलमा बनेको वर्तमान सरकारप्रति उनीहरूले अपनत्व महसुस गरेका छन् र यो सरकारलाई सफल बनाउन काम गरिरहेका छन्। तर बालेन भने अलिकता फरक देखिनु भएको छ। उहाँ आफू चमत्कारिक रूपमा उदाउने सम्भावना अब अस्त हुँदै गएको, घट्दै गएको, समाप्त हुँदै गएको ठानेर होला अझ एकपटक अनिश्चितता सिर्जना गरेर शक्तिमा फर्कन सकिन्छ कि भन्ने प्रयासमा उहाँ भए जस्तो मलाई लाग्छ। त्यसका लागि उहाँले सर्वप्रथम यो सरकारका गृहमन्त्रीमाथि निशाना लगाउनु भएको छ। नेपाल प्रहरी नागरिक नियन्त्रणमा रहेको मुलुकमा कानुनी शासनको प्रचलन गराउने प्रमुख अङ्ग हो। मैले माथि भने राज्यको एउटा शरीरको एउटा प्रमुख अङ्ग नै नेपाल प्रहरी हो, जस मार्फत चाहिँ हामीले कानुनी शासनको कार्यान्वयन गर्छौँ र त्यो नागरिक नियन्त्रणमा छ मुख्य कुरा। त्यसर्थ उहाँले गृहमन्त्री र नेपाल प्रहरीमाथि दुवैमाथि एकैपटक निशाना साध्नु भएको छ। उहाँका समर्थक र सचिवालय समेत लागेर अहिले गृहमन्त्रीको खोइरो खन्न थालेको र उहाँलाई हटाउने एउटा प्रयास, सङ्गठित प्रयास नै भएको हामीले थाहा पाएका थियौँ। र भदौ 24 को विध्वंस र आक्रमणबाट बौरिन समेत नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथली स्थित एउटा भवन भत्काउन हतारिएर डोजर लिएर उहाँ जानु चाहिँ संयोग मात्रै पक्कै होइन। किनकि उहाँलाई थाहा छ कि नेपाल प्रहरीको आत्मविश्वास पुनर्स्थापित नगर्ने हो भने फागुन 21 को चुनाव सम्भव छैन। उहाँ कम बोल्नुहुन्छ, तर उहाँका क्रियाकलापबाट नागरिक नियन्त्रणमा रहेको नेपाल प्रहरीलाई फेरि एकपटक असफल बनाउन सके। नागरिक नियन्त्रणमा आनाकानी गरिरहेको नेपालको अर्को एउटा प्रमुख सुरक्षा निकाय सेनाबाट चाहिँ आफ्नो अभिलाषा पुरा गराउन सकिन्छ कि भन्ने दाउमा चाहिँ उहाँ रहेको चाहिँ बुझ्न सकिन्छ। अब मैले अघि नै भनिसकेँ, जेन्जीहरू पनि सुविचारित रूपले अगाडि बढिरहेका छन्। सरकार पनि निर्वाचन गराउनेतर्फ उद्धत छ। प्रमुख राजनीतिक दलहरूले नि कुनै न कुनै हिसाबले आफ्नो यो गल्ती महसुस गरेर नयाँ चुनावमा जाने र आफैलाई सुधार गर्ने प्रयास गरिरहेका छन्। त्यसकारण यो सबैको गठजोडबाट एउटा सकारात्मक अवस्था आउँछ भन्ने आशा चाहिँ हामी गरौँ, ताकि बालेनले छद्म रूपमा खेल्ने मौका चाहिँ बालेनलाई त्यस्तो मौका नमिलोस्। उहाँले चाहनुहुन्छ कार्यकारी प्रमुखै हुने इच्छा छ भने
अगाडि आएर एजेन्डा स्थापित गरेर राजनीति गरेर मात्रै चाहिँ जनमत जितेर मात्रै उहाँ त्यो स्थानमा पुग्न सक्नुहुन्छ। अहिलेको जमानामा फेरि एउटा कुनै अदृश्य शक्ति वा सेनाको भरमा कुनै मुलुकको सर्वोच्च पदमा विराजमान हुन्छु, कार्यकारी प्रमुख हुन्छु भन्ने आकाङ्क्षा चाहिँ कतै पनि जायज र पुष्टियोग्य छैन। मलाई लाग्छ, म आशा गर्छु बालेनले यो छिट्टै बुझेर आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा राजनीतिक मञ्चमा चाहिँ आफूलाई उतार्नुहुनेछ। हस् दर्शकवृन्द, यति भन्दै म दि आइटिके पोडकास्टको आजको अङ्क यहीँ टुङ्ग्याउन चाहन्छु। दि आइटिके पोडकास्टको आगामी अङ्कमा पुनः भेट हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। नमस्कार।